हेलो साथीहरू, नमस्ते यहाँहरू सम्पूर्णलाई। फेरि पनि मैले एउटा भिडियो हाम्रो लाङटाङ यात्राको एउटा सानो क्लिप तपाईँहरूको लागि हालेको छु। र यो क्लिपमा जुन ठाउँ तपाईँले देखिरहनु भएको छ, यो ठाउँ चाहिँ कहाँको होला भन्ने तपाईँलाई लाग्न सक्छ। यो ठाउँ भनेको हाम्रो काठमाडौँको सामाकोसीबाट गाडीमा चढिसकेपछि रसुवाको स्याप्रोबेसीसम्म गाडीमा छ र त्यस पछाडि चाहिँ हामीले लाङटाङ यात्राको लागि चाहिँ पैदल यात्रा गर्नुपर्ने हुन्छ र त्यही स्याप्रोबेसीबाट झरिसकेपछि हामी थोरै रोडको बाटो भएर अनि एउटा नदी आउँछ, यो तल नदी देखिरहेछ। त्यो नदीबाट पुल क्रस गरिसकेपछि उकालो लाग्छ, त्यो उकालोमा चाहिँ हामी छौँ। यति बेला चाहिँ थोरै मात्र हिँडेको भएर धेरैजना साथीहरू त्यस्तो थकानमा चाहिँ हुनुहुन्न, एकदमै रमाउँदै यो उकालो चढिरहनु भएको छ होइन। मलाई पनि एकदमै खुल्दली एकदमै रमाइलो लागिरहेछ। हेर्दै जाऊँ अब माथिको यात्रा चाहिँ कस्तो हुन्छ फेरि तपाईँलाई अर्को क्लिपमा देखाउनेछु। तबसम्मको लागि बाई बाई। स्वागत गरेर बसिरह सबैलाई।